के तपाईँ पनि मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ? आउनुहोस्, मोबाइलको ब्याट्री धेरै समयसम्म टिकाउनको लागि के गर्ने त? स्क्रिन लाइट कम गर्नुहोस्। स्क्रिन मोबाइलको ब्याट्री खपत गर्ने मुख्य भागहरूमध्ये एक हो। स्क्रिन लाइटलाई कम गरेर वा स्वचालित लाइटलाई सूक्ष्म पारेर वा कम गरेर ब्याट्री टिकाउन सकिन्छ। स्क्रिन टाइम आउट छोटो बनाउनुहोस्। स्क्रिन टाइम आउट भनेको निष्क्रिय भएपछि स्क्रिन कति समयसम्म अन रहन्छ भन्ने समय हो। यसलाई छोटो बनाउनाले ब्याट्री बचत हुन्छ। त्यसैगरी चलिरहेका एपहरू बन्द गर्नुहोस्, जस्तो कि चलिरहेको एपहरूले ब्याट्री खपत गरिरहेका हुन्छन्। प्रयोग नभएका एपहरू बन्द गरेर ब्याट्री टिकाउन सकिन्छ। नोटिफिकेसन बन्द गर्नुहोस्। धेरै एपहरूले लगातार नोटिफिकेसन पठाउँछन्। यसलाई म्युटमा राख्दा ब्याट्री खपत हुन्छ। स्थान सेवाहरू सीमित गर्नुहोस्। नक्सा र अन्य स्थान आधारित एपहरूले ब्याट्री धेरै खपत गर्छन्। आवश्यक नभएको बेला स्थान सेवाहरू अर्थात् लोकेसन बन्द गर्नुहोस् वा एप प्रयोग गर्दा मात्र सक्रिय राख्नुहोस्। वाइफाई प्रयोग गर्नुहोस्। मोबाइल डेटाको तुलनामा वाइफाईले कम ब्याट्री खपत गर्छ। वाइफाई उपलब्ध भएको ठाउँमा हुँदा वाइफाई प्रयोग गर्नुहोस्। ब्याट्री सेभ मोडमा प्रयोग गर्नुहोस्। धेरैजसो स्मार्टफोनहरूमा ब्याट्री सेभ मोड हुन्छ, जसले ब्याट्री खपत गर्न मद्दत गर्दछ। ब्याट्री कम भएको बेला यो मोड अन गर्नुहोस्। फोनलाई अत्याधिक तापक्रमबाट बचाउनुहोस्। अत्याधिक गर्मी वा चिसोले ब्याट्रीको कार्यक्षमता घटाउन सक्छ, त्यसैले फोनलाई सामान्य तापक्रममा राख्नुहोस्। सफ्टवेयर अपडेट राख्नुहोस्। अपरेटिङ सिस्टम र एपहरूको नयाँ संस्करणमा प्राय ब्याट्री व्यवस्थापन सुधारिएको हुन्छ। आफ्नो फोन र एपहरूलाई अपडेट गरिरहनुहोस्। आवश्यक नभएका सुविधाहरू बन्द गर्नुहोस्, जस्तै ब्लुटुथ, जिपिएस र भाइब्रेसन जस्ता सुविधाहरू आवश्यक नभएको बेला बन्द गर्नुहोस्। डार्क मोड प्रयोग गर्नुहोस्। यदि तपाईँको फोनमा एमोलेड स्क्रिन छ भने डार्क मोड प्रयोग गर्नाले ब्याट्री बचत हुन्छ, किनभने यसले कम पिक्सलहरूलाई सक्रिय राख्दछ। प्रत्यक्ष वालपेपरहरूले सामान्य वालपेपरको तुलनामा बढी ब्याट्री खपत गर्दछन्। कम प्रयोग हुने एपहरूलाई अनइन्स्टल गर्नुहोस्, जस्तो कि प्रयोग नहुने एपहरूले मोबाइलमा धेरै डेटाहरू सङ्कलन गर्दछन् र स्रोतहरूको प्रयोग गरिरहन सक्छन् र स्पेसहरू बढी लिन सक्छन्। त्यसैले तिनीहरूलाई अनइन्स्टल गर्नुहोस्। फोनलाई पूर्ण रूपमा चार्ज वा डिस्चार्ज नगर्नुहोस्, अर्थात् फोनको ब्याट्री 40% देखि कम हुन थालिसकेपछि तपाईँले फोनलाई चार्जमा राख्नुपर्ने हुन्छ। फोनमा लिथियम अर्थात् आयन ब्याट्रीहरूलाई 250 देखि 850 को बीचमा राख्नु राम्रो हुन्छ। बारम्बार 0.5 सम्म पुग्न नदिनुहोस्। अप्टिमाइज ब्याट्री चार्जिङ प्रयोग गर्नुहोस्। नयाँ फोनहरूमा यो सुविधा हुन्छ, जसले ब्याट्रीलाई 1005 मा पुग्नबाट रोक्छ र ब्याट्रीको आयु बढाउँछ। फोन चार्ज गर्दा चलाउने अथवा प्रयोग गर्ने काम नगर्नुहोस्, जसले चार्ज गर्दा फोन प्रयोग गर्नाले ब्याट्रीमा अतिरिक्त दबाव पर्छ र यो तातो हुन सक्छ। यी सरल उपायहरू अपनाउन सक्नुभयो भने तपाईँले आफ्नो मोबाइलको ब्याट्रीको आयु लम्ब्याउन सक्नुहुन्छ। यस्तै टेक्निकल सम्बन्धी जानकारीका लागि हामीलाई लाइक र सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला।